पनि बनाउन सकेको छैन। My name is Viti. Welcome back to my channel. स्वागत छ तपाईलाई आजको यस नयाँ भिडियोमा। आज हामी फेरि पनि कर्णाली नदीमा स्विमिङ गर्न जानेछौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। त्यसैले भिडियोलाई एन्डसम्म हेर्नु होला है त एभ्रीबडी। ल जानेछौँ ल हिँड्दै घरमै। जाम गाइस त्यो देख्नुहुन्छ सक्नुहुन्छ त्यो प्लेट चाहिँ कसले चोरेर लगेको छ। काम छैन यस प्लेटको पुरै यत्रो दामी ओजन आएको थियो पुरै प्लेट गर्नको लागि काम छैन गाइस यसको। यो हाम्रो गाउँ माथि छ त्यहाँ देख्न सक्नुहुन्छ त्यहाँ पानी लिनको लागि गरेको। यसको केही काम छैन यो फुटालिदियो पनि हुन्छ। कति चोरेर पनि लगिसक्यो गाइस देख्न सक्नुहुन्छ। जाम न त्यो चाहिँ उता गइरहेछ म चाहिँ यता छु र यो चाहिँ भिडियोमा त यार तिमी भन्ने यो कट्टी ल्याउन आएको थियो। थाहा छ नि मेरो एभ्रीबडीहरूलाई सबलाई थाहा छ किन भन्नु परेर के गर्छन् हेर्नु न गाइस। त्यहाँ खासमा चाहिँ स्विमिङ गर्ने हो यो नदीले। तपाईँले धेरै पटक देखिसक्नु भएको छ फेरि पनि देख्नुहोस् यो एकदम दामी छ। सायद आज हामी माथिबाट हान्ने होला एकदम मुद्रो छ। टल्किदो घाउमा च्याब्ल्याङ चुब्ल्याङ हान्नुपर्छ। के भयो गाइस यस्तो चिसो छ नि। त्यो के थियो अरे जाली खै यस्तो चिसो नि कस्तो नआइरहेको गाइस। अब हामी नाने छैनौँ किनकि एकदमै चिसो छ देख्न सक्नुहुन्छ। गाइस यस्तो चिसो छ चिसो गाइस देख्न सक्नुहुन्छ एकदमै चिसो छ। अनि बाबाले पनि तपाईँले देख्नु सक्नुभएको छ। थ्याङ्क यू। देख्न सक्नुहुन्छ मेरो फ्रेन्डले हामीले अलिक धेरै चिसो भएर नाच्न नसके पनि मेरो फ्रेन्डले नाच्न गइरहेको छ। गाइस यस्तो चिसो भएर मैले भिडियो पनि बनाउन सकेको छैन। त्यो पनि गइसक्यो। गाइस तिनीहरू नाना गइरहेछन् मलाई यहाँ नाना नसकेर एकदमै चिसो भएको छ गाइस।
गाइज मैले त्यहाँ हान्न नसकेर यस्तो गाह्रो भइरहेछ मलाई राम्रोसँग मोबाइल पनि चलाउन सकिरहेको छैन फोनहरू पारी गएका छन् गाइज त्यो पनि कम होइन एकदमै ठुलो कुरा हो गाइज ओ रोक रोक एकछिन हो एकछिन everybody एकछिन छिटो आइज ओए दिसर जाऊ गुरुहरू गाई लिनेर आइसकेका छन् जाऊ छिटो कस्तै रहेछ नि किन नर अलिक ठुल्ठुलो जाऊ म पछि गइदैन अब मुकेन मालु न जाऊ छिटो गाइज यहाँ आइसकेका छन् नआयो के भयो ल थ्याङ्क यू गाइज अब हामीले नुहाइसकेका छौँ यी देख्न सक्नुहुन्छ चिसोले गाइज यस्तो चिसो भएको छ कि तपाईँले के थाहा गाइज एकदम चिसोको कारणले आज हामी नहान सकेका छैनौँ माथि देख्न सक्नुहुन्छ त्यो बादल छ सूर्य चाहिँ यति कम मात्रै देखिएको छ आज गाइज एकदम यस्तो चिसो थियो नि तपाईँले के थाहा यस्तो चिसोको कारणले आज यहाँ नहान पनि राम्रोसँग सकिएको छैन तर पनि मैले तपाईँको लागि यहाँ नहाएको छु मेरो साथीहरूले पनि यहाँ बात त दामी हालेका छन् गाइज त्यहाँ छ नि त्यहाँबाट एकदमै बगाउँछ गाइज त्यही कारणले मैले राम्रोसँग भिडियो बनाउन सकिने छ गाइज म धेरै नहाइसकेपछि मलाई एकदमै चिसो भएको कारणले मैले चाहिँ त्यहाँ माथि मोबाइल धेरै हल्लिरहेको थियो भिडियो बनाउने बेला तर पनि केही छैन गाइज एभ्रिबडी हामीले चाहिँ यहाँ नहान प्रयास गरेकै हो तबसम्मको लागि म यो भन्न चाहन्छु कि यो भिडियो एन्ड भइसक्यो